हेलो एभ्रिवान, राधे राधे। सो गाइस, हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु गाइस। अहिले चाहिँ म चाहिँ छिल्दैछु लसुन छिलिसकेर चाहिँ अदुवा पनि छिल्नेछु। र यो लसुन छिल्न चाहिँ मलाई यति झ्याउ लाग्छ नि गाइस, नभन्नु न। अन्त यो अदुवा छिल्दाखेरि चाहिँ नि गाइस मलाई यति मिठो बास्ना लाग्छ नि यो अदुवाको, नभन्नु न। हजुरहरूलाई कस्तो हुन्छ? मलाई चाहिँ एकदम मिठो लाग्छ, यो बास्नै मजा लाग्छ कि मलाई चाहिँ। र गाइस, हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्टमा भन्नु होला। र भिडियो बनाउने कोसिस गर्दैछु गाइस म। र मैले चाहिँ अदुवा लसुन केलाइसकेको छु गाइस। र मैले मिसिनमा पनि हालिसकेको छु। र यो चाहिँ जिरा हो गाइस, मैले चाहिँ गाउँबाटै ल्याएको थिएँ। यहाँ पनि पाइन्छ पाउन त, तर मलाई उहाँको जस्तो मिठो चाहिँ लाग्दैन। यहाँको जिरा के भएको वहीँको मिठो लाग्छ। र हामीले वहीँदेखि लिएर आएको थियौँ। र अहिले चाहिँ म चाहिँ पेस्ट गर्न पनि लागिसकेको छु गाइस। र आज चाहिँ मासु थियो रुममा गाइस, र त्यही लागि म चाहिँ यो सब गर्दैछु है। अन्त मेरो मसला पनि पेस्ट भइसकेको छ गाइस। र यति राम्ररी पेस्ट भएको छ नभन्नु न। पेस्ट गरिसकेपछि त राम्ररी नै पेस्ट हुन्छ हुन त, त्यही पनि राम्ररी नै भएको छ। लु गाइस, मैले प्याज र टमाटर काट्नु पर्यो भनेर पनि आइसकेको छु। र गाइस, यो प्याज काट्दा चाहिँ मलाई यति तकलिफ लाग्छ नि, नभन्नु न। आँसु हुन्छु। मान्छेहरूले भन्नुहुन्छ प्याजको टुप्पो काटेर पैताला मुनि राख्नु र आँखा पोल्दैन भन्नुहुन्छ नि, त्यही पनि मलाई त पोल्छ। के गर्दा टमाटरको चाहिँ गाइस म बोक्रा छिलेर फाकिदिने गर्नुहोस्। तपाईँहरू चाहिँ के गर्नुहुन्छ कमेन्टमा भन्नु है। किनभने जति नै पकाए पनि नि गाइस, टमाटरको बाहिरको छाला चाहिँ चाउरिक्क पर भए पनि रकै हुन्छ। सर्दी नै लगाइदियो है। अनि मलाई चाहिँ बिल्कुल मन पर्दैन। जस्तो छ काटेर सबै फ्याँकिदिन्छु म चाहिँ। निकै टाइम छ भन्दा खानाहरू बनाउने निकै टाइम छ भने चाहिँ लाहेले काटेर राम्ररी काट्छु। र हतार भएको छ भने त सबै काटेरै फ्याँकिन्छु भन्दा पनि हुन्छ। तपाईँहरू काट्नुहुन्छ कि काट्नुहुन्न, बोक्रा छिल्नुहुन्छ कि छिल्नुहुन्न भन्छु नै। टमाटर हालिसकेपछि मैले चाहिँ यस्तो लाग्छ कि नभेटौँ जस्तो लाग्छ हो झन् त्यो चाहिँ। र म चाहिँ अहिले चाहिँ यसरी नै ठुल्ठुलो बनाउँछु। मेरो प्याज पनि रेडी भइसकेको छ र टमाटर पनि रेडी भइसकेको छ। लु गाइस, म चाहिँ के पकाउन आँट्दैछु भनेर चाहिँ तपाईँ गाइस यो देखो मासु हालिसक्यो स्पेसियल। तर मासुको पिसरा चाहिँ गाइस यति ठुल्ठुलो हो, मलाई यति ठुलो। गाइस, मासु चाहिँ धोएर पनि काटेर पनि रेडी भइसकेको छ। र मैले चाहिँ सानो सानो पिस बनाएको छु हो। मलाई चाहिँ यस्तो राम्रो लाग्छ। लु गाइस, म चाहिँ मासु पनि पकाउन लागेँ है। अबपछि मैले चाहिँ अगाडि नै तेल हालेको थिएँ र तेल तातिँदै गर्छ यता प्याज काट्दै गर्छु भनेर त्यसरी गरेको थिएँ। मलाई चाहिँ फेरि सबै थोक वरिपरि हुनुपर्छ अनि मात्रै राम्रो लाग्छ गाइस। अनि मात्रै राम्रो लाग्छ कि पकाए जस्तो पनि लाग्छ। र मैले चाहिँ टमाटर पनि यतिको पाकिसक्यो र अहिले हाल्दैछु म हर्दी। म चाहिँ जहिले पनि गाइस यसरी नै मासु पकाउँछु। हजुरहरू कसरी पकाउनुहुन्छ? र अहिले चाहिँ हालेँ मैले निमक। र मलाई चाहिँ एकदम यो टमाटर चाहिँ पुरै पाक्नुपर्छ कि एकदम भागमा नभेटौँ जस्तो लाग्छ। तर किन नभेटिनु, सानो त भेटिहाल्छ। र अहिले हालेँ मैले मासु हालेको बादमा चाहिँ यसरी चलाइसकेपछि चाहिँ कस्तो हुन्छ होला गाइस। मासु चाहिँ यस्तो भइसकेको रहेछ हो। अनि यसलाई चाहिँ म अझै ड्राई फ्राई गर्छु। फाइनली गाइस, मेरो चाहिँ मासु पनि बनिसकेको छ, देख्न सक्नुहुन्छ। र मासुको रिजल्ट चाहिँ यस्तो आएको छ है। म चाहिँ यस्तै बनाउँछु मासु बनाउँदाखेरि। र ग्रेभी पनि हल्का मात्रै हालेर बनाएकी छु। र के कस्तो लाग्यो कमेन्टमा भन्नु होला।